हेलो सबैजनालाई नमस्कार है। मैले सानो एउटा नेपाली मुभीको कमेडीहरू लिएर आएको छु। धेरै मुभीको यो दयाङ सरहरू थुप्रैको जनाको। ल तपाईहरुले हेर्नुहोस् है। गरौँ त के आवासी भयो मङ्गलसिंह। झ्याटो न भैँसीमा आउँछ न मान्छे। हौ अब यस्तो मामलामा हार गुहार गरेर नमिल्ने आफै बल गर है दाजु। सेवारो आम्बो कहाँबाट भाइ? हैन पाडीले राँगो खोजेर नि त। अन्त आएको अन्त गोठ बसेको मान्छे राँ खोजेको कि एकताल जाँचेर आइज त। ओइ के डुकेर बसेको छ बाटो? किरा फटङ्ग्रा गफ सुनेको थोरै पानी पिउन मिल्छ होला इफ यु डोन्ट माइन्ड। देना है कमली तेरो पानी यता कतै बाइक बनाउने ग्यारेज छैन? आफै मिस्त्री जस्तो छ किन चाहियो होला ग्यारेज। कसम आज सुबेदारले झन्डै मारो यार। दिन बलियो रहेछ र बाँचे। दिन होइन गर्दन बलियो थियो र बाचिस भन्न। ल पर्नु त पहिले मनै मिल्नु पर्यो। बिछोड हुनु भनेको चाहिँ कुरै नमिलेर हो। घन्टा कुरा नमिलेर हुन्छ के अरे? यहाँ मान्छे छोरा जातको कारणले बिछोड भइरहेछ देख्दैन। बिछोड हुनु त पहिले ल पर्नु पर्यो नि। म यहाँ झुन्डेर मऱ्यो भनेदेखि नानुमा यहाँ रुखको फेदमा आएर बेसमारी रुन्छ होला है। अरू त थाहा छैन। तेरो बाउ जुठे चाहिँ आएर बेसी रुँदो। एकचोटि झुन्डेर हेर न त को आएर रुँदो रहेछ हेर्छु। आखिर गर्यौ होइन त घात, दियौ होइन त धोका। छोड प्रेममा सबैको आँखा अन्धो हुन्छ। सङ्गत त कतिले भेटे स्माइल तैँले खुब सुहाएको छ। तिम्रै छिमेकी हो पकाइराखेको नि। पछि ससुराली जाँदा पुच्छर हलाउँदै स्वागत गर। रक्सीको स्वाद मात्रै विचार्छस् कि केही इलम गर्छस्? मैले चाहेँ भने ठुल्ठुला अन्तर्राष्ट्रिय कम्पनीले तुरुन्तै जाहेर दिन्छ। त्यो सिजी ग्रुप सुनेको छौ? चाउचाउ बनाउँछ नि। यसले मलाई मासिक 4 लाखको अफर गराएको थियो। तैँले किन खाइनस् त? चौधरी आफै धनी छ। धनीमाथि धनी के बनाउनु? पहिला त्यो रुद्रेको छोरीले बिहा हाल्नु त देऊ। कसै छोरी? रुद्र प्रसादको। न जात मिल्छ न थर। त्यो रुद्रले छाला मात्रै काट्छ। मन मोलेपछि न जात न थर भगाउने हो। तँसँग भाग्नलाई खुट्टा तन्काउँदै हो। यो नम्बर सेभ नगर्ने माने सधैँ धोका खान्छ। एउटा आइफोन नकिन्नु भएन। तिमी यहाँबाट हामी एकदम खुसी छौँ। तर तिमी जस्तो मान्छे गाउँमै बसेर गाउँले सबैलाई शिक्षित बनाउनु पर्यो भनेको के? ल स्तर मिल्दैन कि भाइ, बुझ न। अब तेरो आँगनमा आएर मेक्सीले फुटबल खेल्ला त। तपाईहरुलाई यो कस्तो लाग्यो कमेडी है? मलाई त एकदम मजाको लाग्यो र मैले हल्का डेलिकेट गरेर बनाइदिएको है यसलाई। तपाईहरुलाई कस्तो लाग्यो?